मस्करी हेर कति गाडी छ। यहाँ साङ्गे फल्स छ अरे बाटो भाइमा तल छ। सबलाई डन्टी दिएको छ एक एकवटा नानीहरूलाई पनि बुढो बच्चादेखि सबलाई। भाइ पनि निस्क्यो म पनि निस्के साङ्गे फल्स गएको छैन नि त हेर्नु कस्तो छ भनेर फोटो तपाईँलाई पनि देखाउँछु भिडियोमा ल। भोलि के ठाउँ अरे भाइ? चारखोल रेसप छ ए चारखोल छ। चारखोल भनेको कफेर साइड। त्यहाँ पर्सि त्यो सकेर डेलो कालिम्पोङ सकेर त्यहाँ होमस्टेमा बसेर त्यसपछि निकर्सी चाहिँ फ्राइडे दिन चाहिँ दार्जिलिङ ड्रप छ। दार्जिलिङ ड्रप भन्दै यो चाहिँ टिकट काउन्टर रहेछ। अहिले चाहिँ फ्री छ। मामा থেকে বলুন কি আমাকে যায় হ্যাঁ ভালো बाबाई घुमिरहेछ मान्छेहरू। फाइनली आइपुग्यो हामीहरू गाइस साङ्गे फल्स हो। तपाईँलाई देखाउँदैछु आइपुगे हामी पनि साङ्गे फल्समा। त्यही त आम्बो यस्तो त घुमिहाल्यो फोटोसोटो पनि खिचिहाल्यो गाइस। हेर्दै जाउँ न कस्तो हुन्छ। साङ्गे फल्स आइपुग्यो फाइनली। अघि बिहानको गेस्टहरू यहाँ रहेछ हाम्रो झन्डीबाटै निस्केको यिनीहरू पनि। अन्त मेरो गेस्ट चाहिँ देखो मेरो गेस्ट चाहिँ यहाँ छ फोटो खिच्दैछ। तीनजना आमा बाउ छोरा बुढी चाहिँ छ। बाउ आमा बाउ अन्त छोरा थियो यो तीनजना। आसान सिटी खतरा दामी देखिरहेको छ। नजारा राम्रो छ नजारा। आइपुग्यो गाइस माथि हो। हामी माथि भएर आएको हो। अनि यहाँ टुरिस्टहरू ड्याममै छ हो। अनि टुरिस्टहरू सुपर यार सुपर। सुपर फाइनली आइपुगे गाइस साङ्गे फल्स हो। आज यहाँ हो हिजो झन्डै थियो आज साङ्गे फल्समा हो। यहाँ छ भाइ। खोला खामदेखि चाहिँ हामी निस्केको है। अहिले चाहिँ हामी अब लाभा
लाभा 1 सेकेन्ड फेरि आज पनि आइपुग्यो हामी लाभा। आई लभ लाभा। म चाहिँ मेरो गाडी चाहिँ छ अन्त मान्छेहरू यहीँ छ। ठन्डा छ मौसम। नमस्ते गाइस र फाइनली लोले गाउँ पनि आइसके र लोले गाउँ चाहिँ मलाई भिडियो बनाउँदा एकपल्ट भिडियो बनाउँदा अचम्मै लाग्यो। मेरो फोनबाट पनि हेर्नुहोस् न यति राम्रो क्लियर र सब क्लियरिटी होइन सबै एकदम दामी आइरहेको छ। किनकि यहाँ चाहिँ कफेरमा चाहिँ लोले गाउँमा चाहिँ दामी अन्त दामी घाम लागेर होइन मान्छेहरूलाई पनि अब अचम्म परिरहेको छ। अरू बेला चाहिँ कस्तो तुवालो लागिरहेको हुन्छ फगी होइन फगी लागिरहेको हुन्छ अरू बेला। म आएको दिन चाहिँ हिजो चाहिँ दामी भइरहेको थियो क्या यहाँ अन्त कफेरमा अन्त यसकै घाममा मान्छेहरूले टुरिस्टहरूले फाइदा लिँदै फोटोहरू खिच्दैछ। अनि कतिजना फोटो खिच्दैछ कति भित्र टिकट काटेर लो यसमा घुम्दैछ त्यो पार्कमा होइन। सानोबाट यता टिकट काउन्टर पनि रहेछ त्यो टिकट काउन्टरबाट मैले टिकट पनि काटेँ। कस्तो हुन्छ अब हेर्नुपर्छ बेलुका। अन्त अहिले ओत्लाडीको यो गाडी हो दाजुको त्यता आएको गाडी पनि लिएर आएको रहेछ है गाइस। ओके गाइस अब हामी यहाँबाट चाहिँ निस्किन्छौँ। अब यहाँबाट निस्केर हामी चारकोल जान्छौँ। चारकोल होमस्टे होइन होमस्टेको नाम तामाङ होमस्टे थियो। त्यहाँ गएर अब त्यहाँ फोन गरेर सोध्नुपर्छ। अहिले आधी बाटो पुगेर त्यहाँपछि चाहिँ हामी तपाईँहरूलाई त्यहाँ पुगेर देखाउँछौँ कस्तो हुन्छ है। होमस्टे पुगेर चाहिँ तपाईँले हेरिदिनुहोस्। र पानी पनि परिरहेछ हो। बिहान रातिदेखि पानी परेको पानी बिहान 9-10 बजीसम्म रहने सवालै गरेन। अन्त हामी चाहिँ लु निस्किनुपर्छ भनेर पकाएर टुरिस्टलाई लिएर गएको यहाँबाट चाहिँ हामी। अन्त अहिले चाहिँ हामी कहाँ आइपुग्यो भन्दा तपाईँको टुरिस्टको त्यो मेन होमस्टे कहाँ छ भनेर चाहिँ एक्युरेट सोध्दै अगाडि जाँदैछौँ। अलिकति अगाडि रहेछ त्यहाँ पुगेर चाहिँ अब उनीहरूलाई टुरिस्टहरूलाई चाहिँ मेरो गाडीको उनीहरूलाई राखिदिन्छु त्यहाँ है। गाइस आजको लागि यति नै हो मेरो ब्लग सानो बढे। तपाईँहरूलाई राम्रो लाग्यो भने कमेन्ट गरिदिनुहोस् सेयर गरिदिनुहोस् लाइक गरिदिनुहोस् एन्ड मेरो भिडियोलाई सब्सक्राइब गरिदिनुहोस् है। हामी चाहिँ आइपुगेछु फाइनली अहिले कहाँ भन्दा रामधुराबाट चाहिँ अब भोलिको छ हाम्रो ड्रप दार्जिलिङ गेस्टहरूलाई पुऱ्याउने त्यति नै हो। दार्जिलिङमा पुऱ्याएर गेस्टहरूलाई पुऱ्याएर आइसकेर चाहिँ हामी खाली आउने हो घर ओत्लाबाडी है गाइस। बसिरहेको छु फोन चलाउँदै र होमस्टे चाहिँ यहाँ छ रामधुराको। र भोलि बिहान हामी 9:30-10 बजी निस्किन्छौँ होला यहाँबाट फेरि दार्जिलिङ है गाइस। त्यहाँदेखि चाहिँ अहिले तपाईँहरूलाई होमस्टे देखाउँदैछु ल हेर्नुहोस् ल। होमस्टे चाहिँ पानी परिरहेछ तर पनि हेर्नुहोस् यो हो होमस्टे चाहिँ होइन यो दुइटा। अन्त यो ठुलो हो अन्त यो भित्रभित्र छ। अन्त पानी एकदम परिरहेछ क्या। पानी परेले गर्दा चाहिँ देखाउनु भएको छैन। अनि पर पनि दामी दामी छ होमस्टेहरू देख्नु पाइने होइन। पर पनि होमस्टेहरू छ तल वरिपरि रहेछ क्या दामी रहेछ यहाँ रामधुरामा। र आजको लागि यति नै हो। मेरो भिडियोलाई सेयर गरिदिनुहोस् लाइक गरिदिनुहोस् एन्ड मेरो च्यानललाई सब्सक्राइब गरिदिनुहोस्। ओके बाई टाटा सी यू नेक्स्ट भिडियो।